नमस्ते एभ्रिवान, आज मेरो गुन्यु चोली हो। म आज तपाईहरुलाई मेरो गुन्यु चोलीको बेलामा के भयो देखाउने छु। मेरो गुन्यु चोलीमा के भयो भनेर थाहा पाउनको लागि यो भिडियो अन्तिमसम्म हेरिदिनु होला। यो भिडियो मन परेको जनाहरुले लाइक, शेयर, कमेन्ट गरिदिनु होला र मेरो च्यानललाई सब्स्क्राइब गरिदिनु होला। मेरो गुन्यु चोली मामा घरबाट गरिसकेको हो। मेरो मामा घरमा टिका पूजाको दिनमा मेरो गुन्यु चोलीको सायद थियो। बुवाले पहिला सुरुमा गुरुहरुलाई माला टिका लगाइदियो र गुरुहरुले पाठ सुरु गर्नुभयो। एकछिन मन्त्र पढे पछाडि मेरो गुन्यु चोलीको कार्यक्रम सुरु भयो र मेरो आमा र बुवाले टिका लगाइदियो। यहाँ चाहिँ सबैजना मिलेर पूजा गरिरहेको छ। आमा, बुवा, प्रसन्न मामा, आमा, नबिठु मामु सबैजना मिलेर आमाले काटेको लाखपत्ती पनि बालिसो। ओम बृहस्पतये स्वाहाय नमः। मम अन्नात् परिशुद्धं ब्रह्मणा व्यक्तिपत् चात्रंवाय मनसा इंद्रश्चेन्द्रिय ओम शुक्राय स्वाहाय शुक्राय नमः। ओम सन्नो देवी रविषा आपो भवन्तु संजय रविषवन। ओम शनैश्वराय स्वाहाय शनैश्वराय नमः। ओम दयानन्द आपो भवन्तु ओम राहवे स्वाहाय नमः। मलाई आमा र बुवाले खुट्टा धोएर गुन्यु चोलो दिस्यो र मैले त्यो गुन्यु चोलो फेरेर आएँ। मलाई कस्तो देखिन्छ हेर्नुहोस् है त। ओम विष्णवे स्वाहाय ओम ब्रह्मणे स्वाहाय ब्रह्मणे ओम इंद्राय स्वाहाय इंद्राय नमः। ओम यमाय ओम यमाय स्वाहाय यमाय नमः। यो चाहिँ मेरो एक्ज्याक्ट गुन्यु चोलो हो। मैले साडी लगाएको थिएँ, पटुका लगाएको थिएँ, चोलो लगाएको थिएँ। यो चाहिँ गुन्यु चोलोको टिपिकल ड्रेस हो। मेरो मम्माको नि गुन्यु चोलो यस्तै गरी भ्याथ्यो रे। म चाहिँ एकदमै चिटिक्क परेर ज्ञानी भएर बसेथे। त्यो दिन मलाई सबै बुवामा आमाहरूले टिका लगाइदिएर खुट्टा धोएर पैसा दिएर पूजा गरिसो। कति मिठो हो। आमा
दिएको ढाका पछौरी भन्देऊ न सँगै हो कस्तो देखियो भन्देऊ न सँगै हो कस्तो देखियो मलाई दादाले दिएको झुम्काना भन्देऊ न सँगै हो कति सुहायो भन्देऊ न सँगै हो कति सुहायो पाउमा पनि हातमा पनि कुमारतिर अनि टिका लगाइदिनु मलाई सबैले दिएको चिनो लगाउँदा मेरा सबै अङ्गहरू सजाउँदा भन्देऊ न सँगै हो कस्तो देखियो भन्देऊ न सँगै हो कस्तो देखियो मलाई नेपाली पहिरनमा सजिँदा भन्देऊ न सँगै हो कति सुहायो भन्देऊ न सँगै हो कति सुहायो म चाहिँ साह्रै खुसी भएको थिएँ मेरो बुवा आमा सबले क्या मिठो 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 खानेकुराहरू दियो टिका लाएर पनि प्रसादहरू दियो मलाई साह्रै मिठो लाग्यो खाना पनि टिका लगाइदियो के गर्छु टाउकोमा मैले बिन्दी पनि ल्याएको थिएँ माला पनि ल्याएको थिएँ सुनको माला चाँदीको माला के गर्छ थियो माया पनि साह्रै गर्छ थियो टाउकोमा फुल लगाइदियो आमाले पनि सबै कुरा गरिदियो म साह्रै खुसी थिएँ त्यो दिनमा यो चाहिँ मेरो खुसीको दिन हो हजुरहरूले यस्तै सिम्पलले गुन्ने चोलो गरिदिनु होला घुम्टो सुम्टो नउडाइदिनु होला धेरै मेकअपहरू नगरिदिनु होला सिम्पलसँग गुन्ने चोलो गर्नुहोस् थ्याङ्क यू फर वाचिङ एभ्रिवान मलाई धेरै माया र आशीर्वाद दिनुहोस् मलाई सबैले दिएको चिनो लगाउँदा मेरा सबै अङ्गहरू सजाउँदा भन्देऊ न सँगै हो कस्तो देखियो भन्देऊ न सँगै हो कस्तो देखियो मलाई नेपाली